हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। अब आज चाहिँ चितवनमा हावाहुरी चर्कै चलेको थियो होइन। अब त्यसमा चाहिँ कता कता के भयो क्षति भनेर अब अवलोकन गर्नु पनि चिया पनि खान जानु लाग्यो है त हामी। अब के हुन्छ लास्टसम्म हेर्नु होला। होइन उता जाने हो यहाँ थापाले जान्ला छ नि त अर्को नि कहाँ कहाँ के ढले जाने हेर्दै हिँड्यौँ हामी। फेरि त छस् के अवलोकन गर्नलाई यहाँ अर्को नि आइपुग्यो अवलोकन गर्न जानु लाग्यो। ल हामी चाहिँ अब यसलाई लिन आयो। अब यहाँ जीवन भाइ छ, म छु, यो छ चिया जानु लाग्यो, अवलोकन पनि गर्न जानु लाग्यो। ओइ के हो यहाँ पनि मकै 70 भएछ होइन धुर्बेहरूको उयो चाहिँ। ल गाइज होइन अब हाम्रो बारीतिर चाहिँ के भइरह हेर्नु जानु लाग्यो हामी। यता त पुरै 70 भएछ नि त, मकै बेच्नेले बेचिहाल्यो। ल यो कसको हो, यो पनि गएछ होइन। धन्न हाम्रो चाहिँ उठिरहेको रहेछ, खासै ढले होइन, जस्ता तस्तै है। यो चाहिँ हाम्रो अलिअलि ढल्या रहेछ, भिनाजुहरूको चाहिँ सबै गएछ। ल के होस् ठिक छ। यता चाहिँ आमामा मकै त सब ढलेछ है। मकै बारी दर्याम यो गीत निकाल्नेलाई यसपालि भाटे कारबाही हाल्न पर्ने भयो। अघि भरि नै हिँडेछ त यतै, तेरा सब भाँच्छ त्यो पनि। फेरि त्यो ससुरा जानु लाने कि होइन खोइ कहाँ जाने हो, जहाँसुकै आउँछ कि ठुलै नै हामीले। हो यता पनि गएछ केटाहरू, भिनाजको मकै भाँच्छ। अछु जाडो छ है आज चाहिँ बाहिर पानी परा भएर। आज त चितलाङको भाइस त यहीँ चितवनमै हो नि। हेर मकै छ त। राम्रै हिँड्छन् चितवनको मान्छेहरू चाहिँ भयो नि। चितवनको मान्छे एकदम उयो नि के अरे के भन्छ इनर्जेटिक स्वस्थ स्वच्छ। आज चाहिँ चितवनको माहौल एकदम अस्तिको चितवन के अरे चितलाङको जस्तो भयो, बवाल जाडो भयो। यहाँ केरा ढडेछ कि यसरी। बाटोबाट भित्र पसे होइन कहाँ के भयो भनेर हामी ठ्याक्क बाटोको आसपास मात्रै हेरिरहेको मैले। यहाँ आज लाइन कति नआउँदैन, यहाँ झलमल हुन्थ्यो। अमृतदाई पसल पुरै अन्धधुन्द हो। अब बजारको माहौल यस्तो छ होइन, लाइन छैन कतै नि, लाइन कतै छैन। पोल सम्भवतः धेरै ढल्या होला, हिजो रातभरि लाइन आएन, आज नि आउँदैन। अब हामी चाहिँ यता भान्जाको घरतिर होटेलतिर हेर्नु जान लाग्छौँ, त्यतातिर के भइरह। भान्जाको लागि केही मेसेज विशाल भान्जा लुली भएर तिमी काठमाडौँतिर धेरै नबस, अब चिन्ता नगर, हामी तिम्रो पसल हेर्न आइरहौँ। केही रहेछ त्यस्तो हो नि। अब हुन त तिमी हावा तिमीलाई नै उडाउँथ्यो, हावा आजको अलिक डेन्जरै थियो। अब तिमीले पनि गर्नु सक्ने त केही पनि होइन, तै पनि हामी आएर यसो माहौल बुद्धि देखाऊँ, हामी अलिक मोटो घाटा छौँ नि त। सही हो हामी चाहिँ यहाँ भान्जाकोमा आइपुग्यौँ। अहिले चाहिँ भान्जाको पसलमा यो चाहिँ विशाल होटेल कालिका 6 पालिकाको फ्यामिली रेस्टुरेन्ट। चितलाङको भिडियोमा लुली भएर उल्टा हान्ने भान्जाको होटेल है यो चाहिँ। सही हो, गीत पनि गाएको छ भान्जाले। हो मिठो हिमाली चिया खान्छ भान्जा।
चलाउँछ त्यहाँ त विशाल होटेलको चाहिँ अब के अरे पैसा कति कति हो मेनुको सबै यहाँ भान्जाले तासेर राखेन होइन। अब यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले रेट सम्मानजनकै छ भन्नुपर्छ अब जे होस्। के भन्छ चिया खान आएको चिया खाने अरू केही भन्छु मकैबारी 70 भइहाल्यो ल गाइज अब आजको हाम्रो यो हावाहुरीको माहौल चेक चाहिँ सबै भइसक्यो होइन। अब लास्टमा हामी यहाँ भान्जाकोमा आएर चिया खाएर अनि जाऊँ भन्ने कुराकानी भयो। अब केटाहरू पनि यता छन्, एकजना किसानको यहाँ 5-7 गट्ठा नै गएछ मकै पीडितमा उतार है त गाइज। बाई, अर्को भिडियोमा भेटौँ ल। के हुन्छ हामी यतातिरको चितवनको माहौल अपडेट गर्दै गर्छौँ।